वेलकम टु माई न्यू भिडियो। अनि आज चाहिँ हामी मुक्बा गर्नु लागेको पानीपुरी र चटपटेको। यहाँ चाहिँ पानीपुरीको रस, पानीपुरी यहाँ छ, चटपटे यहाँ छ, चटपटे चाहिँ उसिसक्यो यो सेटअप गर्दा गर्दा। अनि यो आलु छ, यसको आलु, पानीपुरीको लागि आलु। यो चाहिँ हामी सबै खाइसक्नु पर्छ भन्ने छैन। Cheers. Đúng rồi. म चाहिँ सुरुमा चटपटे खान्छु किनभने चटपटे ओसी चलिसकेको छ। म पानी पनि बोल्दा हुन्छ त। के बोल्न त? मुखमा पनि के को मुखबाङ गर्ने भन्दा 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 बल्ल बल्ल हामीलाई आएको होइन मुखबाङ गर्नु है। आमाले खाइदिनु भयो होइन, आमाले दिउ खाइदिनु भयो, आमाले दिउ खाइदिनु भयो। काट्नु है। म त हाल्छु तिमीले यसरी करार। यहाँ छ त, हेर्नु न सबै खाइदिएछ नि आमाले। हात धोयो होला नि कि धोएन? अघि धोएको त कस्तो रहेछ खानु हुँदो रहेछ। मेरो भान्जी भोलि जान्छ काठमाडौँ। माइन्ड नगर्दैन। म त माइन्ड गर्छु, मैले माइन्ड गरिसकेँ। अब पनि आएको भयो, खाइसक्दिनँ म त। अघि न भइसक्यो पानीपुरी पनि न्याक्क भइसक्यो। म धेरै खानु मन पर्दैन, घरमा बनाएको यस्तो रेडिमेड मन पर्दैन मलाई त। अर्कै खाएको मात्रै मनपर्छ मलाई त। हामी त भिडियो के भयो भयो यस्तो छ है। हाम्रो घरमा साइलेन्ट कहिले हुँदैन मुखबाङ गर्नुको लागि। बिग बस जस्तो, बिग बस भन्दा नि त अर्को बिग बस हेर्नै पर्दैन हाम्रो त। अनि तिमीलाई उता गएपछि तिमीलाई सबैभन्दा धेरै के मिस गर्छौ काठमाडौँ गएपछि भन त? के भन न मुखले। यु त यु नि के मिस गर्छौ त? योपालि त मलाई तिमी र म त धेरै सँगै बसेनौँ त। म काम गइहालेँ, तिमी पनि घरको काममा। कसरी मलाई धेरै मिस गर्छौ तिमीले? टाइम स्पेन्ड ब्रो सटरडे सटरडे। मुखबाङ पनि होइन, ब्लग पनि होइन, केही पनि होइन। यो के हो क्या, यो Q&A पनि होइन। अनि के भयो भयो होइन। मुखबाङ भनौँ भने यता नि बोलेको छ, यता नि बोलेको छ, यता नि के भन्छ, अर्को के भनिरहेको छ। जहाँबाट यता 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 यताबाट नि बोले यही त चटपटे पनि उसेर पिच्च भइहाल्यो। सोधे जस्तो केही भएन, खालि यस्तै हुन्छ। म भिडियो बन्द गरिदिन्छु ल। तिमी के भन्छौ? बाई। त्यति हो, बाई मात्रै। अब त हाम्रो भिडियो 1 वर्षपछि मात्र आउँछ है। सो आजको चाहिँ हाम्रो यस्तै हो। यो आई डोन्ट नो के हो, यो नर्मल ऱ्यान्डम क्लिप मात्र भनेर हाल्छु म यसलाई। यस्तै भयो मेरो यो इयरको लागि चाहिँ। मेरो भान्जीसँग मेरो लास्ट भिडियो हो। उसँग भिडियो आउँदैन, अब अर्को साल मात्र आउँछ किनभने अर्को साल दसैँमा मात्र आउँछ उनीहरू, दसैँमा मात्र आउँछ। त्यसपछि दसैँ तिहारभरि सुन न सुन, एउटा कुरा भन्छु है। म के भन्छु नि, भोलि पछि ठुलो भएपछि धरामै बिहे गर्छु यही जाउँछु, धरामै बिहे गर्छु यही जाउँछु। ल म एउटा धरानको तामाङ केटा लौरे तामाङ हेरिदिइराख्छु ल। चाउरे लौरे नै हेरिदिनु, लौरे पनि एकदम धनी केटा, तिमीलाई हेरिदिइराखिराख्छु ल। अनि मेरो भान्जीको यहीँ धरानै बिहे हुन्छ। अनि माइती र भान्जी मिलेर भक्कु भिडियो बनाउने ल। अर्को साल मात्र आउँछ हाम्रो भिडियो। अब अरू भिडियो हाल्छु म, अरू त्यो चाहिँ हेर्दै लाइक गर्दै गर है ल।
हेर्न पछि पाउँदैन पढ्न पऱ्यो अलिअलि चाहिँ हेर्छ होला भने त्यहाँ माथि माइक चाहिँ यहाँ माथि लगेर यहाँ राखेर बोल्ने हो त्यहाँ माथि लगेर माइक चाहिँ हेर्छ म मेन यहाँ मावलाको हाम्रो के याद आउँछ यो घरको जिस्केको कोसँग जिस्केर याद आउँछ सबै सबैसँग जिस्केको मात्रै याद आउँछ कि गाली खाएको पनि याद आउँछ अनि मेरो मम्मीलाई कुरा लगाइदिएको मम्मीलाई के कुरा लगाइदिएको आमा आमाले पढ्दैन तेरो तैँले चक्क गर्छ भन्छ आमाले होइन त हाम्रो भिडियो दिन थियो अब यति भन्दै म चाहिँ यो भिडियो अफ गर्छु एभ्रिवान सबैजनालाई बाई 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 म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि मेरो भिडियोलाई लाइक गरिदिनु होला भोलि पछि आउँछ है त गर्नुहोस् होला के उयो गर्नुहुन्छ हेरेर मच्छर पनि आइसकेको छ यति बेला नेक्स्ट टाइम चाहिँ योभन्दा अलिकति राम्रो मुखबाङ लिएर आउँछु सो एभ्रिवान बाई बाई Thanks for watching. Please subscribe.